यसरी राख्नुहोस् केही होइन सिधा यति राखिरहनुहोस् है त ल एकैछिनको लागि जोडले फुक्दिनुहोस् के गरेको अलि जोडले फुक्नु न अलि जोडले के गरेको फुकेको यो त गाउँघरमा तरुणले चुलोमा आगो फुके जस्तो भयो अलि मन्त्र लासरी फुक्नुहोस् न मन्त्र जादु मन्त्र लाउन आउँदैन गाउँको मलाई सोध्नुहोस् न म सिकाउँछु हुन्छ दुई चारवटा कुरा तपाईँलाई पनि सिकाइदिन्छु च्याप्प यसरी समाउनुहोस् छाती खुल्ला राख्नुहोस् म तपाईँलाई मन्त्र हान्ने विधि सिकाउँछु अब सिधा समाउनु मन्त्र हान्ने यसरी हो हार्नु 1 2 3 छाती खुल्ला राख्नुहोस् है त तर्साएको होइन तपाईँ आफै तर्सेको सिधा समाउनु यसरी फुक्नु त्यहीँबाट भन्नु न नजिकै आएर सुनाइदिएको सुन्नुहुन्न कि सिधा समाउनु भन्नु चुरमर गोरमा ठस मन्त्र जानेको कहाँ चुर 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 भनिरहेको आएन सिधा समाउनुहोस् एक मन्त्र हान्छ तातिँदै आउँछ नछोड है त दुई मन्त्र हान्छ फुल्दै फुल्दै आउँछ नछोड है त मन्त्र हानिदिन्छु सर्व जिउँदो हुन्छ तपाईँ उयो टोकरी मित्र राख्नुहोस् टोकरीबाट भित्र बाहिर काहीँ पनि जाँदैन है त एरियाबाट बाहिर जाँदैन त्यो भनेपछि म टोकामा राखिदिनुहोस् अलिकति टोकरी हात सिधा अगाडि लिएर जानुहोस् यो घेरा सम्हालिँदा अगाडि आएर हेरिदिनुहोस् है हेर्न इच्छा लाग्यो कि अगाडि आएर हेर्नुहोस् है भाइ जादु कला जादु जादु होइन है इन्द्रजाल आँखाको छल र कपटले गरिने जाललाई भनिन्छ इन्द्रजाल यो एउटा सर्प उहाँको हातमा बन्छ अरे कसरी बन्द रहेछ र ध्यानपूर्वक हेर्नुहोस् तपाईँले मजाले फुक्नु भयो नि दुईचोटि फुक्नुभयो अब एकचोटि फुक्नुहोस् भन्नु अन्तरु मन्तरु सर्प बनन्तरु मेरो हातमा टोक्नेवाला हेर्नको लागि बनाइदे दुई हातको लामो गोमन साप छोरा कि छोरी तपाईँ लड्का कि लड्की केटा कि केटी आइमा कि महिला अनि कहाँ महिला महिला भन्छ ए दिमाग कता गएको रहेछ कि भनेर चेक गरेर हेरेको ध्यान कतै गयो कि भन्ठाने कि हेर्नुहोस् है ल हेर्दा हेर्दै उहाँको दिमाग र मस्ती गन्दै गयो कि भनेर चेक गरेर कागेर छ लेखेसिङको लागि च्याप्प समाउनुहोस् हेर्नुहोस् त्यो के हो हड्डी त हड्डी हो धेरै किसिमको हड्डी तपाईँलाई चाहिँ के को जस्तो हड्डी लाग्यो मनमा लाग्यो हेर्नुहोस् त बाख्राको किन बाख्राको मासु आएर मलाई हड्डी दिएको थियो क्या हो अस्ति एउटाले दाइ बाँदरको भन्दै थियो यो बाँदर रायो के को हड्डी होइन यो एउटा अकालमा मृत्यु भएको मान्छेको हड्डी हो के भयो के आयो हुँदैन तपाईँ मान्छे होइन तपाईँ जान्नु हड्डी छैन किन डराएको समाउनु मरेको मान्छेको होइन जिउँदै मान्छे मर्या हो कि मर्या मान्छे कहिले मर्छ त नि जिउँदै मर्ने हो ल एकैछिनको लागि तपाईँले त्यसको टाउकोमा दुईचोटि सर घुमाइदिनुहोस् तपाईँको टाउकोमा दुईचोटि जोडले घुमाइदिनुहोस् हजुर माउनु भयो अब एक मन्त्र हान्छु ताई तातो 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 हुँदै आउँदा नछोड्नुहोस् है हजुर दुई मन्त्र हान्छु फुल्दै 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 आउँदा नछोड्नुहोस् है तीन मन्त्र चलाइदिन्छु सर्व बन्छ सर्व बनेपछि एक टोकरीमा राखिदिनुहोस् भित्र बाहिर कहीँ पनि लानु पर्दैन ल सिधा सुरमोर घुरमोर ठोस भाउ 2 मिनेटको लागि उपहार दे त यसरी हात मुनि खुला गर्दिनु एकैछिनको लागि ए हजुर या त मान्छेले मेरो खेल्ला अलि बुझ्नु नै भएन ल तपाईलाई म एउटा इन्द्रजालको सानो परिभाषा देखाउँछु परिभाषा बुझाएपछि यो सर्प कसरी नाच्छ ध्यानपूर्वक हेर्नुहोस् परिभाषा कसरी बुझाउने भाइ भन्नु होला जस्तै आँखाको छल र आँखाको नदेखेर चिदा भनिन्छ इन्द्रजाल यो सर्प कसरी नाच्छ यहाँ हेर्नुहोस् यो डोरी यताबाट तान्दै यता आउँछ यहाँबाट तान्दै यता आउँछ हेर्नुहोस् उता डोरी राख्छ त अनि यताबाट तान्दै यता हजुर डोरी यस्तो घुम्या छ नि हुँदैन त ए बिचमा पाल छ अनि आगो भनेको ए भने त तान्दै यता आएको यो पाल छ त अनि कहाँ छ पाल भनेको पखन होला नगरे के उताबाट हुनेको छ होला नि यताबाट ताने यता आउँछ मुनिबाट घुलाएको डोरी यताबाट ताने यता ए त्यहाँ मुनि जोरी राछ के भन्छ यो एउटै डोरी हो नि
यहाँमा लामो डोरी हालेर त ल्याएछ अनि तानेको भनेको कहाँ रे तल रे तल कहाँ रे उहाँ तल मुनि कहाँ ताली बस ताली बनाएर गाह्रो हुँदैन सबैले प्रेम ताली पढ्यो नि यार सबैले प्रेम चाहिँ ताली बनाउन गाह्रो हुँदैन है भाइ ताली पढ इज्जत घर जस्तो लाग्छ हो ताली पढ्यो ताली बनाएर गाह्रो हुँदैन क्या सबैले प्रेम होइन भाइ त्यसैले भनिन्छ इन्द्रजाल भाइ आएर नहेरे कुरा आउनु यहाँबाट ह्यान्ड फ्री नाचिदिनुहोस् चिच्छ मसँग यसैमा ल यसै गरी 2 मिनटको लागि यो भाइको हात फुलाइदियो त सिधा समाएर हात सिधै यसै राख्नुहोस् है हाट नगरको कपडको बन्द नलाम 2 मिनटको लागि इन्द्रजाललाई कपडको साथमा लिएर जा तालबान देनाबान खुनबान धारबान गुरु विद्याबान भैयादास खोक विलास कर दुश्मनको सत्यानाश हेर्नको लागि फुलाइदिए 2 हातको लामो गोमन साप एरियाभन्दा बाहिर चाहिँ पठाइद चोइ ओइ के भयो तपाईँको छाती नै चलाएको ढा 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 गरेर भन्नु जादुवाला हातमा नबनाऊ डर लाग्यो सक्छौ घाँटीमा बनाऊ उया भुइँमा राखेर बनाइदेऊ भन्नु भुइँमा राखेर बनाइदिऊ तपाईँले यो सामान डर लागेको हल्का फुल्का छातीले फुल्दै आउँछ केही फरक मान्नु पर्दैन ठिक छ यसलाई म उयै भुइँमा राखेर बनाइदिन्छु हुन्छ तर यसलाई उडाउनको लागि एकैछिनको लागि खेल्नु पर्दा है त उयो बलमा च्याप्पसम्म रिमोट सिमोट केही छ कि हल्लाएर हेर्नुहोस् के गरे कानमा चेहरू कहाँ लुडो हल्लाएको हल्लाइरहेको हजुर त्यहाँ शिक्षा केही छ सिधा समाज है यहाँ 2-3 मन्त्र सहायता हानिदिन्छु त्यो सहायताले सर्प यहाँबाट जिउरो बनाएर नाच्न सुरु गर्छ कसरी नाच्दो रहेछ तपाईँ हेर्नुहोस् म हेर्छु सबै मान्छेले हेर्नु हुन्छ है त भाइ तपाईँहरू बल खेल्नुहुन्छ म हातको हातबाट उडाउँछु नम्बर 1 नम्बर 2 मा बल जसरी उड्यो चराचुरुङ्गी प्लेन हिँडेर उडेको हेर्नुभएको होला तपाईँको आँखाको सामुने भाइ मान्छेको बच्चा यसरी मान्छेलाई उडाएर देखाउँछु 3 नम्बरमा भाइ खेल कलाकारी यो टोकर त्यति लेख भनेको पनि खेल कलाकारी छ चक्राउने हो लौ हेर्नको लागि सिधा समाइदिनुहोस् बललाई पनि उडाइदिनु तर यार भाइ यो बल्ल उडाउने कसले यो टोकरीबाट खेल देखाउने कसले यो सर्व बनाउने कसले भाउ बेगर छोरा हुँदैन गुरु बेगर चेला हुँदैन अहिलेसम्म छरेको जादुभाइले जम्मा पारेको सानो एउटा कलामा त देखाएको अब रियल खेल हेर्नुहोस् आमा गुरुको तर्फबाट ताली प्रोसेसर मेरो गुरुको नाममा ताली बनाएर गाह्रो हुँदैन सबैले प्लेयर ताली त पढाइनु यहाँ ताली बनाएर गाह्रो हुँदैन नि त सर्व जुडो बनायो भाइ है सर्व जुडो बनाएको छैन उयो बललाई नि उडाएको छैन दाइ एउटा सानो त्यही एउटा लट्ठीको मात्रै केही पनि जादु देखाएको छैन केही देखाएको छैन केही गरेको छैन एउटा त्यो लट्ठी मात्र देखाएको हजुर अरु देखाएको छैन म देखाइदिउ हुन्छ ल ताली बजाउनुस् त हजुर म देखाइदिन्छु है ल हेर्नुस् है दाजुभाइ दिदीबहिनीहरू मेरो भाइले भनेको हल्का तपाईँहरूले एउटा खेल देखायो हल्का छरेक मान्छे जम्मा गर्यो है र भाइ भन्दाको अगाडि जादु खेल म देखाउँछु तपाईँहरू भरम चाहिँ नपर्नु होला दाजुभाइ है ए जादुवाला भाइले देखाएकै छैन भनेर दाजुभाइ धावा चाहिँ नसोच्नु होला अब म तपाईँहरूले हानेर सुरु गर्छु ध्यान गरेर हेर्नु होला सबै खेल देखाउने मैले हो भाइ मेरो खेलमा आएको तिमी हो ल उठ त भाइ एकछिन उठ है ऊ यहाँनिर आउँछ यतापट्टि आऊ यो रबरको सर्प यहाँ राखेँ भाइ मैले है भाइ तिमी कहाँको म कहाँको तिमीसँग परिचय गरेको छ अब गर्छु भाइ है भाइ तिम्रो नाम के पर्यो भन त करण हो करण के मगर हो घर कहाँ हो भाइको घरदाङ हो यहाँ बालजुमा घरदाङ हो ल ठिकै छ बस्ने नेपाल यहाँ माछा पोखरी बस्ने ल ठिकै छ त्यसमा यहाँनिर आऊ त भाइ ल छिटो आऊ त ल नडराउनु भाइ है खेल कला हो खेल कला देखाउँछु डराउनु पर्दैन म अब फटाफट जादु खेल सुरु गरिदिन्छु है ल च्यापै समाज त्यो बोल है भन ओ जादुवाला दाइ डर लाग्दैन बनाइदिनु सर्प जिउदेखि लाग्छ जिउदेखि लाग्छ रबरदेखि लाग्दैन ल ठिकै छ भन्नु बनाइदिनु सर्प बनाइदिनु सर्प मेरो हातमा